म बिट गोडेको हो। यो मैले त रोपेको हो, अब कसले रोपिदिन्छ? यो खानुपर्छ, ब्लड यसले त बढाउँछ। यसको कन्टिन्यू खानु पर्यो नि दिनै, किन्नु सकिँदैन। आफै रोपेर खानु पर्यो। आफ्नो हात जगन्नाथ भन्छ नि, यही हो। यो अस्ति उहाँ ग्रिन हाउसमा राखेर फेरि ब्याट सारेर रोपेको भयो। 2-3 महिना भयो। 3 महिना 3 महिना भएछ। यो चाहिँ हाम्रो बाउले रोपेको बरुवाली हो। बाउ रोपेको यो? मैले रोपेको अर्ग्यानिक मजाले अर्ग्यानिक एकदम मजा आउँछ खानु। यो पनि के रोप्नु भएको छ? मैले त फुलकोपी, ब्रोकौली, रमभेडा अनि बिटको बिजनहरू रोप्यो। लसुन, प्याज छ बारीमा। मटर पनि रोपेर नि बेचिसक्यो। मटर त किनेर चाहिँ खानु पर्दैन हैन? पर्दैन। हेर्नुहोस् न कति राम्रो ठुलो कोपी ब्रोकौली फलाउनु भएको छ बाउले। हाम्रो बाउले चाहिँ सबै अर्ग्यानिक रोप्नुहुन्छ अनि सबै कुरा किन्नुहुन्न, यहीँ फलाएर खानुहुन्छ। हाम्रो बाउले एकदम बिहानदेखि बेलुकासम्म बारीमा बसेको हुन्छ है। ल